तुको सिधा त हान्न अलिक रोकेर ल हाम्रो हुसन दाइ आइसक्नु भएको छ फर्ममा पुष्पलाल चोकका साथीहरू फुटसल खेल्नको लागि छिरिसक्यो ग्राउन्डमा हाम्रो पुष्पलाल चोक आसपासको फुटसल ओ सरज वार्म अप गरिरहेछ यार अरे यार ल दामी दामी ल ओ साथीहरू फुटसल मैदानमा छिरिसके हाम्रो प्लेयर साथी शिशिर भाइ आउँदैछ सरज भाइ यता भाइहरू ल ल ल ल ल ल ल गोल भयो यार ल वार्म अप गर्दैछ साथीहरू अरे हो मेरो भाइ ल वाउ ल यो पनि दामी हुँदो रहेछ यार बत्ती सर मेरो पनि एउटा बनाउनु तपाईहरु पछि भेस्ट प्यान्टमा हुन्छु ल दामी छ सरज भाइ ल ल ल ल ल ल दामी साथीहरु छ ल ल दामी छ ल ल ल ल ल एन्जिल भाइ ल भाइ 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 सरज भाइ ल ल ल भाइ 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 गोल हान खेलाउने हैन ठोक्ने हो तिमीले मात्र ल ल दामी छ दामी हो ल आजको हाम्रो म्याच दामी भइरहेछ साथीहरु सब गलेर चाहिँ खलखल भयो म पनि गलेर पालो दिएको ल एम्बाप्पे ल ल बराबरी भएको छ 5-5 हाम्रो स्कोर 5,000 बाजी चलिरहेछ स्कोर 5-5 भयो ल दामी भाइ ले 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 गोल हान बिस्तार बिस्तार भाइ बिन थामेर गोल ल दामी छ दामी ल 6-5 फुटसल विराटनगर पुष्पलाल चोक स्थित फुटसलमा हाम्रो भाइहरू खेलिरहेछन् फुटबल फुटसल ल रात्रिकालीन समयको फुटसल ल सरज भाइले सुट गरिसकेको छ त्यसै गरी ल ल अहिले हाम्रो गोलकिपर भइसकेको छ हुसन नेपाल ल भाइ 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 ल सुधी भाइ ल यता सब पछाडि नजाऊ यता पनि आओ सब केटा पछाडि गएर हुँदैन अगाडि आओ खतरा युवा साथीहरू युवा खेलाडी साथीहरू भाइ छेक ओहो हो ल दामी 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 ल एन्जिल भाइको पोस्टमा चाहिँ आकै छैन बल सरज भाइ ल ल ल ल अगाडि अगाडि भाइ 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 ल दामी छ ल ल हेडिङ दामी छ भाइको प्राइस राम्रो छ ल आउट भइसकेको छ ल शिशिर भाइ म चाहिँ बाहिर छु त्यही भएर छुन मिलेन बल ओ दामी सुट 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 अरे यार सानो मिस्टेक भएर बल बाहिरिसकेको छ ल हाम्रो गोल लिएर लोच भइसकेपछि हाम्रो सुदीप वास्तवलाई किपर बसिसक्यो मेरो भाइ
ल ल ल ल ल दामी छ दामी प्रयास दामी छ ल एन्जिल भाइ ले 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 ओ बद्री सरले एकदम छेकिसक्नु भयो बल ओ सानो ल यार हाम्रो किपर जसरी अगाडि आउनु हुँदैन थियो बराबरी 6-6 भइसक्यो हाम्रो स्कोर खत्तम भयो यार उसन अगाडि आउनु हुँदैन थियो यार बराबरी भयो ल सम्पूर्ण साथीहरु आज फुटसल खेलिसकेपछि लास्टमा सबको फोटो सोटो लिइसकियो हामीले फोटो सेसनको कार्यक्रम हाम्रो सकिसकेपछि आज हाम्रो फुटसल सकिसक्यो साथीहरु त्यसैगरी फेरि भेटौँला भोलि बाइ बाइ आजलाई ओके टाटा सी यू